हेलो गाइज, तपाईँ सबैलाई स्वागत छ हाम्रो नयाँ च्यानल सोजना गुरुङमा। आज हामी तपाईँहरूलाई लाँदैछौँ चमेरा गुफातर्फ। हामी यहाँ चमेरा गुफा हेर्नका लागि लाँदैछौँ। आज हाम्रो नयाँ ब्लगमा तपाईँलाई स्वागत छ र हाम्रो च्यानललाई तपाईँले अझै पनि सब्सक्राइब चाहिँ गर्नुभएको छैन भने सब्सक्राइब ट्यागका लाएर गर्नु होला, अनि छमुराको घन्टीको चिन्हलाई पनि ट्याङराङ लाएर बजाउनु होला र अलको बटनलाई गर्न सक्नुहुन्छ। हामी अब चमेरा गुफातिर अगाडि बढ्दैछौँ गाइज। पानी त पानी त मजाले पर्ला जस्तो आज पानी पर्ला जस्तो पनि छ है, पर्न पनि सक्छ। हावा पनि चलिरहेको छ मन्द मन्द बस्नु चल्दैछ चमेरा गुफातिर। अब यहाँबाट चाहिँ दुईवटा बाटो छ उता हो, एउटा दुईवटा बाटो छ पर हुन्छ नि त्यहाँ। त्यो भनेको अनि त्यस्तो म कुरो बुझ्दिनँ। ओ चमेरो गुफा लेखेछ हो, चमेरो गुफा लेखेको छ यहाँ, हेर्नुहोस्। चमेरो गुफा तपाईँले पसलहरू पनि देख्न सक्नुहुन्छ यहाँ है पेजहरू। तर हामीले क्रस गरिसकेका छौँ कि पानी देखाउने गाडीले पुऱ्याउँछु तपाईँलाई घरसम्म। यहाँ चमेरो गुफा लेखेको छ। चमेरो गुफा आइसकेको छ। अब टिकट काट्नुपर्ने होला। हामी टिकट चाहिँ काटौँ, कसो लाग्दैछ मलाई। टिकटको लागि हामी चाहिँ चमेरो गुफातिर आउँदैछौँ। चमेरो गुफाको बारेमा लेखेको थियो। तल झर्दैछौँ हामी अब यस्तो। त्यहाँ लेखेको छ, कृपया हामीलाई हेर्न आउनु भएकोमा यहाँहरूलाई हार्दिक स्वागत छ, तर हामीलाई चलाउने काम नगर्नुहोला र हामी भएको ठाउँमा धुम्रपान नगर्नु। अबै सानो हेर्नुहोस् त। र हामी अब अँध्यारो रहेछ। भेरो ओह माई गॉड। टर्चको बत्ती बाल्नु हेर्देखि यो नर्मल बत्तीले लाइट बाला न। डर लाग्दो रहेछ। भित्र चमेली चमेली त्यही यसलाई डर लाग्छ। टोक्छ होला त्यस्तो गरेर। दिदी आयो पछाडी हो। माई गॉड। एकदम त हल्ने थियो।
चाहिँ यहाँबाट भित्र छिर्ने हो के अनि फिल्ममा समय हाल्छ माथितिर यसै गर्छ त्यो लाइट बाँधे गर्ने चमेराहरू त्यसरी बसिरहेको अलि जाइज न कुवा क्या छाउँ तपाईँहरू हेर्न सक्नुहुन्छ अलि अँध्रो छ हाम्रो लाइट अर्को एक्स्ट्रा लाइट नै बालेर नपुग्न सक्छ पानी चारैतिरबाट चाहिँ यहाँ छ नि अब लाइट पनि यहाँ छ होइन धेरै चर्को बल्लमा जाने अब चमरा टोटल जान्छ त्यहाँ अलिक चमरा यो हल्लिरहेको छ वहाँ पाउँदै क्या अलिक तल माथि माथि छ सबै बाहिरको माइक पर्दैन होला नि यता वरिपरिको सिनहरू खिच्नु माटो प्लास्टिक हाल्दै हजुर अरू उसलाई किन्न माटो के तँलाई के हो सुइनस् मतलब छैन